हाम्रो घरको मरि 9,02,097 रुपियाँ जम्मा भएर छ। त्यत्रो भएछ। महालक्ष्मी हो नि, लक्ष्मी त बढिहाल्छ नि। 9 लाख निकालिदिनुहोस्। 9 लाख? ल गनेर लिनुहोस् है। मिसिनले त के ढाट्ला र बाबु? आन्टी मैले पनि हेर्नु भिडियो बनाउँदैछु। तयारी भइरहेछ दाइ। अब सेकेन्ड लेटर पनि आयो क्यारे। भोलि काठमाडौँ जाँदैछु। ल राम्रोसँग जा। हजुर। ए हस्, हुन्छ 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 दाइ। कसलाई हो नि यो मोबाइल? बाले मेसोमा हुन्छ। यति भएपछि बाले पनि हामीलाई देख्न पाउनुहुन्छ, मैले पनि बालाई देख्न पाउँछु। दाइहरूले दिँदा त लिनु भयो, के लिनु होला? Realme OnePlus overtime पैसा नभएर माइतमा भन्नुला भनेर सोचेको बेला बुवाले नि बुझ्दिनु भएछ। बाले हाम्रा मनका कुरा भन्दैन भनिकन बुझे। हामीले चाहिँ बाले भन्दा भन्दै पनि बाको मनका कुरा बुझे। भन्दै नभनिकन मनका कुरा बुझ्ने भएर त बा भनेका होला नि। मम्मी यस्तो काठमाडौँमा छ हैन? कति पछि दाइसँग बसेर पिउनलाई अति अप्ठ्यारो लागिरहेछ मलाई त। के अप्ठ्यारो? हेर्दा हेर्दै हाम्रो कान्छो पनि बा आमालाई अमेरिका घुमाउन लाने हुन लाग्यो है। अब ऊ बेला थाइल्यान्ड घुम्न जाउँ न कान्छा भन्दा पासपोर्ट बनाउनु कम ताकर गर्नु परेको थिएन। तै पनि मन त्यति साह्रो खुसी छैन हो दाइ। किन? म गएपछि बाले नि आश्रम लानुहुन्छ। मुला तेरा मात्रै बाउ हुन् र कि मेरा चाहिँ बाउ नै होइन? कति चिन्ता गर्छ। म छैन यहाँ। त हुन्जेल पो बुवा यहाँ आउनु मान्नु भएन। त जाने बित्तिकै त खुर्कोमा ल्याएर राखिहाल्छु नि। बरु तिमीहरू उता गएपछि यसो सुरसार चाहिँ अलि चाँडो गर। बच्चा बच्ची भएपछि सिटिजन हुन अलि सजिलो हुन्छ अरे त्यहाँ। ल उतै गएर जन्माउने लेख्या रहेछ। अनि कहाँबाट यता सुर कस्यो त नि? दिदी साँच्चै भन्नुपर्दा मलाई त्यहाँ गाउँमा जन्माउनै मन थिएन कि। नभने जस्तो ठाउँमा पढाउन पाइन्छ, न अहिलेको टाइमसँग अपडेट हुन्छ। धन्न भगवान्ले मेरो कुरा सुनिदिनु भयो। अनि दिदी चेक गराउनु भयो कि छैन? के छ अरे? छैन, कहाँ चेक गराउनु? जे भयो भने छ। अब 2 जना भएपछि चाहिँ पुग्यो। मम्मी हजुर आन्टी जाने अमेरिका ब्याङ्कक भन्दा कति टाढा हो? ब्याङ्कक भन्दा धेरै टाढा छ। ट्वाइस थ्राइस टाढा छ। अनि कहिले पुगेर कहिले फर्किनुहुन्छ? पुग्न त पुगिहाल्नुहुन्छ, फर्किने चाहिँ नेपालमा राति हुन्छ त्यहाँ बिहान हुन्छ। गरौँ त भएको छैन? छैन छैन। गाउँ पुग्यो।
छैन भन्ने छोराले बुझेछ। म तपाईँको मनको कुरा बुझ्छु नि बा। मम्मी स्ट्यान्ड लुकाको अन्ते बराले पनि यहाँ आफ्नो स्ट्यान्डमा देखिन्छ मैले त्यहीँ हजुरमा राख्नु अनि उता हजुरको जङ्सनमा जानुभएको रहेछ त। हजुरको केटाहरू पुरिरहेका होला। जान्न अहिले नफर्कने मान्छेलाई पनि के तालिम लिन पठाएको होला सरकारले। उता लिएको तालिमले उतै काम गरेर बस। धर्मे छोरालाई विदेश जानबाट रोक। मानेन भने सम्झा, अझ मानेन भने खुट्टा समा, अझ पनि मानेन भने गालामा एक झापड दिएर भए पनि रोक। जसरी पनि कम्तीमा एउटा सन्तान आफ्नो आँखा अगाडि राख। जिन्दगी नर्क होइन, महान नर्क हुन्छ। कुरो बुझ। सन्तान भनेको बुढेसकालमा बाबुआमाको ढुङ्ग्री बन्ने मात्र होइन, ढुङ्ग्री गन्ने पनि चाहिन्छ। तेरो बाबुको प्राण सासले होइन, तेरो सासले चलिरहेको हो। छोरा हिँडेको पीरले तेरो दिमाग ठिक ठाउँमा छैन। जे मन लाग्यो त्यही बोल्छ। मेरो त पहिल्यै दुईटा गइसके, पानी परिसकेको छ मलाई। फोटो हाल्न बिर्सिछौ। ऊ त्यो पाइहाल्छ नि आमा। मेरै हातले बनाएको त पाइँदैन होला नि।
अन्त्य रोइहाल्नु भयो हेर्नु न फर्कनु हो बा म जान्छु बस झोपडीमा भाषा माग्ने बटुवा आउन छाड्यो केटाले आकाश राति उडो उडा छोड्यो उडा छोड्यो सुख खोज्दा खुसीले